Hello everyone, welcome back to my daily blog day 6 7 8 I don't know मैले त्यो डेली ब्लग हालौँला भनेको नभ्याएर कति दिनको भ्लग थियो यो आई डोन्ट नो स्याटरडेको चाहिँ थियो स्याटरडे हो बिदाको दिन चाहिँ म ब्लग बनाउनु एडिट गर्न भोइस ओभर गर्न भ्याउँछु अनि बिहानै चिया खाएँ खाना बनाएँ लोकल आलुको तरकारी यो लोकल आलुको आलुमा नयाँ आलु आउँछ नि त अहिले अनि सागहरू मिक्स गरेर पकायो भने यस्तो मिठो हुन्छ अनि खानासाना खाएर दिउँसो हामी चुक खाने भनेर आमिलो खाने भनेर सबैजना भेला भएको थियौँ नुन सिलौटोमा नुनहरू पिसेर अनि यहाँ मेरो चाचीहरू ठुलोमम्मीहरू चुक बनाउँदै हुनुहुन्छ म चाहिँ नुन पिसिरहेको थिएँ अनि मेरो बहिनी चाहिँ बाबु हेर्ने ड्युटी थियो उसको ऊ हातमा जुत्ता लिएर भित्तामा हिँडिरहेछ बाबुलाई फकाउनको लागि अनि एकछिनमै चुक बनायौँ यस्तो मिठो हुन्छ देख्नमा चाहिँ अनहाइजेनिक लागेर होला तर धेरै मिठो हुन्छ यसरी हाम्रो यो टिपिकल पहाडी स्टाइल हो यसरी नै खान्छन् त्यसपछि मेरो बहिनीहरू र म भएर यतिकै टिकटक बनाउन लाग्थ्यौँ दिउँसो अमिलो खाएपछि फ्री भएर अनि पिठो मिचेर राख्छु सोचेँ किनकि साँझलाई सजिलो हुन्छ पिठो मिचेर एकछिन बाबु लगेर बजार गएको कुदेर हैरान मान्दैन अगाडि कुदेर जान्छ कहिले त लड्छ पनि अनि साँझ चाहिँ मलाई आज मसलाहरू बनाउनु थियो सबै सिद्धिएको थियो अनि अरू दिन भ्याउँदैन अनि आज सबै काम भ्याएर बेलुकातिर म मसला बनाउनु लाग्थेँ यो चिया मसला लङ सुकमेलहरू अनि चिया मसला बनाउँदै गर्दा याद आयो त्यो गरम मसला पनि बनाउनु छ भनेर अनि जिरा धनियाँ अनि सौँफ मिक्स गरेर त्यो पनि बनाएँ अनि खाना खाएँ त्यसपछि रुम गएको भिडियो बाबुले मलाई सुताइरहेको थियो यसो चाहिँ आज थ्याङ्क यू फर वाचिङ बाई बाई।